तो हेलो नमस्ते नेपाल सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा हैन म चाहिँ एक्सप्लोर गर्न जाँदैछु कि बारिस्ताको लाइफ के कस्तो हुन्छ त भनेर हैन। हेलो एभ्रीवन, साउदीमा बारिस्ताको जीवन भनेको त्यही हो, ड्युटी जाने आउने हैन, घुम्न पाइदैन। यहाँ चाहिँ अब टक्सी खाने। सबैजनालाई के भन्न चाहन्छु भनेपछि हैन, देश गलत हुँदैन हैन, मान्छे गलत हुन्छ हैन, बानी बेहोरा गलत हुने हो। एकदमै आउनु होला, अब कोही आउँदै हुनुहुन्छ भने चाहिँ कम्पनीमा चाहिँ एकदमै राम्रो डिमान्ड गइरहेको छ अहिले चाहिँ हैन। बारिस्तालाई बबाल छ, पैसा पनि दामी छ हैन भित्र। त्यही हो, रुल्स रेगुलेसनहरू फलो गर्ने हो, एकदमै काममा अगाडि बढ्ने हो हैन, आफ्नो लाइफ बनाउने हो, करियर बनाउने हो, पैसा कमाउने हो। त्यही हो। ल माया छ सबैजनालाई, एकदमै परिपूर्ण मनैदेखि हाल साउदी अरेबिया रियादबाट है त। म चाहिँ अहिले एक्ज्याक्ट ब्रेक टाइममा निस्किसकेको छु बाहिर हैन। अनि 1 घन्टा ब्रेक टाइम हुन्छ। अनि मेरो चाहिँ मर्निङ सिफ्ट हो, बिहान मर्निङमा काममा आउनुपर्छ। लगभग 4 बजे हामी काममा आइपुग्छौँ हैन, साउदीको टाइमको। अनि त्यहाँबाट काम स्टार्ट भइसकेको चाहिँ मैले 8 बजे ब्रेक लिनुपर्ने हुन्छ। त्यसपछि अहिले म एक्ज्याक्ट ब्रेक टाइममा छु हैन। अनि कफी सपमा यस्तै हो, 9 घन्टा हाम्रो फिक्स ड्युटी हो। अनि 3 घन्टा ओभर टाइम गरेर हामी 12 घन्टा काम गर्नुपर्ने हुन्छ यहीँ हैन। त्यही वगडाहरू हैन, दुःख गर्नुपर्छ लाइफमा। अनि दुःख नगरेसम्म सुख आउँदैन, पक्कै पनि यो सबैले थाहा पाउनु भए। एक्ज्याक्ट म यो रुखको सामुन्ने छु, टक्क शीतलमा म भिडियो बनाइरहेको। उतातिर बनाउँदै थिएँ हैन, उतातिर कस्तो भन्दाखेरि त्यो कार आयो, स्टक आएछ। त्यही भएर मलाई हल्का लाज लागेर म चाहिँ ब्याक साइडमा आएको। देख्न सक्नुहुन्छ मेरो पछाडि एकदमै रमणीय स्थल, एकदम बबाल ठाउँ छ हैन। त्यही हो, के भन्न चाहे हैन। अब अरू के हो, स्पेसल्ली कमेन्ट गर्नु होला गाइज, कस्तो तरिकाको भिडियो लिएर आउँ तपाईँहरूलाई हैन। अनि यस्तो न सब्सक्राइब पनि गर्न नभुल्नु होला हैन। त्यही हो, माया छ सबैजनालाई, लभ यु अल। यो नेक्स्ट भिडियो, बाई बाई गाइज।